हेलो साथीहरू, म चाहिँ लक्ष्मी पूजाको लागि सयपत्री फुल टिप्दैछु अनि तपाईहरुलाई पनि लक्ष्मी पूजाको सबैजनालाई धेरै धेरै शुभकामना। तर म यो भिडियो त सायद लक्ष्मी पूजापछि मात्र हाल्छु होला। अनि सुजाता चाहिँ हेर्न नि फुल टिपेर कति राम्रो राम्रो भन्दै देखाउँदैछ मलाई। अनि हामी चाहिँ फुल टिपेर आयौँ अनि हाम्रो बारीमा चाहिँ अलिअलि यो बोडी छ, बोडी टमाटो, सानो सानो टमाटो पनि फलेको छ अनि फर्सी पनि अलिअलि छ। तर सायद अब 1-2 महिनामा त हिउँ धेरै पर्छ, अब हुँदैन पनि यो। अब यति नै हो फलेको चाहिँ। अनि हामी चाहिँ बेलुका अब यति एक नाङ्लो फुल थियो नि त, अनि हामी चाहिँ उन्दैछौँ। अनि यो चाहिँ मलाई नेपालबाट साइन नानाले लोटा पठाइदिनु भएको थियो नि त। अनि म चाहिँ त्यसको लागि भन्दै देखाएको थिएँ भिडियोमा, अनि अझै नजिकबाट आउँदै देखाएको। सो कति रमाइलो भयो यो सयपत्री फुल हुँदा पनि। अनि सुजाता चाहिँ आफ्नै धुनमा त्यहाँ बिजी हो पनि। मेरो छोरा चाहिँ मेरो अघि फोन लगेर ऊ पनि भिडियो बनाउने र मैले बनाएको भिडियो देख्छ नि त। अनि ऊ पनि भिडियोमा फुलहरू देखाउँदै भिडियो बनाउँदैछ। अनि हामी चाहिँ फुलहरू उन्दै अब सकिनु लाग्यो। अनि फुल उनिसकेपछि चाहिँ हाम्रो चाहिँ नेक्स्ट प्लान चाहिँ मोमो बनाउनु पर्ने थियो। अनि हामी चाहिँ किमा काटेको, किमा यो प्याज किमाको लागि प्याज अनि क्याबेजहरू काटेको। अनि म चाहिँ अघिल्लो दिनै यो के अरे रोटीको लागि पिठो मलेर पनि राखेको। अनि भोलि अलि राम्रो हुन्छ भनेर, भोलि त अलिक बिजी पनि भइन्छ नि त। अनि अघिल्लो दिनै सबै मोमोको लागि, रोटीको लागि फुलहरू सबै उनेर राखेको। अनि भोलिपल्ट चाहिँ म त बिहानै उठेर यसरी यो के अरे यो लोटामा त्यो फुल लगाएँ अनि थालहरू सफा गरेर धोएँ। अनि यसरी मैले चाहिँ सफा गरेर राखेँ। अनि त्यस पछाडि सुजाताले चाहिँ मोमो कति राम्रो बनाएछ, उसले चाहिँ भोलिपल्ट मोमो बनायो। मैले चाहिँ रोटी यसरी जानी नजानी भए पनि रोटी पोलेको। मलाई त्यति रोटी बनाउनु त आउँदैन, तर जस्तो पायो त्यस्तै भए पनि बनाउनु त पर्यो। अनि हेर्नु त राम्रो भएछ। तर अलिक सानो भएछ। मेरो बुढा चाहिँ कस्तो रोटी पोल्यो भनेर चाहिँ ढोकाबाट हेरिरहनु भएको रहेछ। अनि ऊ पनि बिजी थियो। भोलिपल्ट त ऊ र अस्कार चाहिँ यता अलिअलि उयो बनाउँदैछ, रङ पेन्टिङ रङ्गोलीको लागि। अस्कार पनि हेर्नु न यति बिजी कि ऊ पो अझै हामीभन्दा बिजी त ऊ हुनु खोज्छ। अनि यहाँ अगाडि चाहिँ सुजाता र मेरो बुढा बनाएको अरे कति राम्रो बनाएको छ। अनि बेलुका चाहिँ हामी लक्ष्मी पूजाको तयारी गर्दैछौँ हामी चाहिँ, म र बुढो चाहिँ। अनि हाम्रो चाहिँ यसरी हुँदैछ है लक्ष्मी पूजाको तयारी। तपाईँहरूको कस्तो भयो? अनि हामी चाहिँ म चाहिँ सामान ल्याउँदै माथि र तल गर्दै भए पनि लक्ष्मी पूजा चाहिँ रमाइलो तरिकाले हामीले चाहिँ तयारी गरौँ। खोइ नमस्ते गरेर बसेको ताली बजाउँदै। ताली बजाउँदै हेर न, ताली बजाउँदै ताली। तू है
झुमका बसंती है तू तमसे आया रंग मिलके अब दुईजना गीत गाएर जानु नि एउटा मेरो साथ मेरो साथ के गीत गाएको के हो तिमी नगर